हेलो गाइज, हामी चाहिँ सिधै वनबाट क्या जोडिएका छौँ। यता चाहिँ कुहिरो लागिरहेछ कि बर्खा लाग्ने टाइम भयो। फाइनल्ली हामी चाहिँ बोल्न नि गाह्रो भइरहेको, पारितिर त हरियो भएछ, यता चाहिँ कुहिरो लागिरहेछ। हामी चाहिँ पत्कर सोर्न आएको। अगाडि मम्मी र दिदी हुनुहुन्छ, म चाहिँ यहाँ भिडियो बनाउँदैछु। अब अलि माथितिर चाहिँ पत्कर टन्ने पाउँछ रे, पत्कर सोरेर लैजानु पर्यो भनेर आएको। यहाँ हाम्रो साथी कुकुर पनि आएको छ। मम्मी र दिदी चाहिँ मासतिर पुगिसक्यो। म चाहिँ उकालो हिँड्नै सक्दिनँ हौ। उकालो हिँड्न नसकेर पतक गरिरहेको छु पछाडि। हैया उफ, यता चाहिँ पत्कर सोर्ने कार्यक्रम भइरहेको। दिदी चाहिँ माथिबाट झार्दै हिँड्छिन्छ, मामु चाहिँ तल बोरामा हाल्दै हिँड्छ। दिदीको थुन्से चाहिँ उ त्यहाँ तल भरेर रेडी भइसक्यो। अनि मेरो चाहिँ यहाँ भरिँदै छ। मैले चाहिँ अलिक बिस्तारी भरिरहेको छु। अलिकति हातै काटेछ नि, किन ब्लोराको यति त हातै काटेछ। यस्तो भइसक्यो हातै, यस्तो गाह्रो छ। गाह्रो गाई चाहिँ हेर्नु न, यहाँ पत्कर सोर्ने क्रममा चाहिँ यहाँ सर्प आएर बसिरहेको रहेछ कि। हामी मजाले सोर्दै थियौँ, भारी पुग्ने क्रममा थियौँ होइन। हेर्नु त सर्पा गुजुल्टेर मस्त बसिरहेको कि, कस्तो डर लाग्यो कि, झन्डै हातमा परेन है। ल हो त्यस्तो। गाई चाहिँ पत्करको भारी पुग्यो है, हामी चाहिँ बोकेर हिँडेको। ए गरुङ्गो भयो। मम्मी यता बोरा बोकेर, दिदी हेर मुसलमान जस्तै भएछ बिचरा, बोक्न नसकेर। मम्मी हेर्नुको, मम्मी कत्रो बोरा बोक्नु भयो। बाटो यस्तो डेन्जर छ कि है, हिँड्नै डर लाग्ने कि। बल्ल गाउँमा आएको बेलामा यसो काम सकम भनेको गर्न नसक्ने, गर्ने बानी नभएर होला। त्यो पनि सर्पले अत्ताइदियो हौ हामीलाई। हैया मरे नि, कस्तो राम्रो घाँसहरू पला। बाटो त यस्तो है। अहिले म उतातिर नि देखाउँछु है, पहिरो छ हौ बाटो त। यो चाहिँ बाँदर भेटी खनेको के वनमा। यो चाहिँ खान मिल्छ के, कस्तो मिठो हुन्छ। यो भित्र चाहिँ सेतो हुन्छ होइन, गुलियोवाला हुन्छ के, कस्तो मिठो हुन्छ। हामी पहिला कति गोठालो जाँदाखेरि बच्चामा खान्थ्यौँ कि। बाटो चाहिँ यस्तो छ है गाइजलाई, छिचलेर हिँड्नुपर्छ कि। यस्तो त बाटो छ नि त गाउँघरमा। पहिरो लडेर पानी पऱ्यो भने आधी बेरी आएर ल यस्तो छिचलेर हिँड्नुपर्छ। ल बिचरा दिदीलाई गाह्रो भइरहेको बाटो हेरौँ है गाइजहरू। यस्तो बाटो हिँड्नुपर्छ हेर्नु न। पहिला त यहाँ राम्रै बाटो थियो कि, अहिले मान्छे नि नहिँड्ने भएर होला। अनि माथि रोड पनि खने कि, योभन्दा माथि चाहिँ रोड छ, त्यो रोडले पुरेर होला। बाटै छैन क्या, यस्तो भिरको बाटो हिँड्नुपर्छ। बानी छैन हौ हिँड्नलाई, डरै हिँड्नु पर्यो। यस्तो छ, यस्तै छ हाम्रो गाउँले जीवन। कस्तो कुहिरो लागिरहेको क्या। फेरि फाइनल्ली बर्खा लागिसक्यो हाम्रोतिर। अब त बर्खा असार पनि लाग्ने आँट्यो नि त। आज जेठको अन्तिम भइसक्यो। बाटो यस्तो छ, बिस्तारै हिँडेर बनाउनुपर्छ। अहिले मोबाइलतिर धेरै हेऱ्यो भने फेरि मा बस्नुपर्छ नि, खाली मान्छेको पसिना। हजुर तिमीलाई म हटाइदिन्छु अब। अब घर गएर देखाउँछु है मेरो अनुहार कस्तो भएको छ भनेर, गाह्रो भएर। बाटो यस्तै हो लगभग वहीँसम्म भन्दा अब सकिन लाग्यो। घर छेउतिर त त्यस्तो छैन। अलि घर आइपुगेँ, पसिनाले ओ माइ गड यस्तो भएको कि गर्मी। धेरै घाम त लागेको छैन, त्यो पनि कस्तो गर्मी। यता दिदी हेर ओइलन पतन भयो। हेर अनुहारै अर्कै भइसक्यो बिचरा। ए हात यस्तो भइछ नि, हात मेरो त हात पनि काटेछ। यहाँ माथि चाहिँ मौरी छ कि, एउटा लडेर यहाँ हेरौँ है त गाइज। भागेर हेर बिचरा, हेर त खुट्टा। ल है गाइज, आजलाई चाहिँ यति नै। फेरि भेटौँला। भन्दै छुट्टिन्छौँ। बाई बाई।